तिमी जस्तै तिम्रो खुसी प्यारो छ। पनि म श्रमदानको लागि तयारी हुँदैछु है। ढिलो भइसक्यो त्यही भएर म छिटो छिटो तयार हुँदैछु। जुत्ता लाउनु पर्ने हुन्छ किनभने जङ्गलमा चाहिँ चिप्लिन्छ कि, मतलब चप्पल चाहिँ छोडिन्छ, त्यही भएर म जुत्ता लाउनु पर्ने हुन्छ है। तल खाजा त दिन्छ तर पनि माथि जाँदा जाँदा भोक धेरै टाढो, त्यही भएर मैले खाजा दिएको छु। देखेको छु यति व्यस्त नगर्दा भरे त अब जङ्गलमा जानु हुँदैन। ए लगाइ जेन्जीहरू उठुमा श्रमदान जानुपर्छ। हामी चाहिँ अब लाग्यो है, जेन्जीको आमाहरू लाग्यो होइन त श्रमदान लाग्यो। आज कस्तो हुन्छ, अस्ति त 4-5 दिन गएर पनि अलिक जिउहरू दुखेको थियो। आज अब 1-2 दिन हुँदै हामी यसरी नै भेला हुँदै जानुपर्ने हुन्छ। हाम्रो अग्वा चाहिँ यता हुनुहुन्छ है, यता मास्तिर अब पृथ्वी चोकमा चाहिँ हामी भेला भएर जाने छौँ सबैजना। 17बाट निस्किँदैछौँ, उता 11बाट झर्दै हुनुहुन्छ, साथीहरू झर्नुहुन्छ, त्यहाँ भेला भएर चाहिँ जानुपर्ने हुन्छ। गाडी आइसकेको छ, फटाफट गाडीमा चढ्नुपर्ने हुन्छ। हामी चाहिँ अहिले बसमा पुरै मान्छेहरू भइसकेपछि चाहिँ हामी श्रमदानतर्फ लागिसकेको छौँ। यता चाहिँ हाम्रो 11 नम्बरका अगुवा गाउँ समितिका अध्यक्ष अमर श्रेष्ठ दाइ हुनुहुन्छ। धेरैजनाले चिनिसक्नुभएको छ होला उहाँलाई चाहिँ। सदा चाहिँ हामी चाहिँ फेरि यहाँ यो सर्दीपुरमा सबैजना भेला भएर जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ हामी सबै भेला हुँदैछौँ। सर्दीपुल हो, ढिलो भइहाले पनि केही छैन। यो सर्दीपुलमा चाहिँ बत्ती हुन्छ, यहाँ आएर बस्नु सक्नुहुन्छ। लानुहुन्छ हामी चाहिँ बसबाट झरिसकेको छौँ। अब यहाँनिर चाहिँ सबैजना भेला भएर ड्युटी गरिवरी जानुपर्ने हुन्छ। यहाँनिर सबैजना बिमारको भइरहेको छ, के भन्छ श्रमको गीत गाएर होइन हामी फेरि कालो चढ्नुपर्ने हुन्छ। मान्छेहरू सबै हामी फर्स्ट भनेको त के को फर्स्ट बिचमा चाहिँ परेछौँ। यत्रो मान्छे यहाँनिर चाहिँ जारी नै छ। खाजा खाएर चाहिँ अनि उकालो लाग्नुपर्ने हुन्छ है। हामी चाहिँ अलरेडी घरबाटै खाएर आएको अवस्था आइरहेछौँ होइन। अब यहाँ कति टाढाबाट आउनुहुन्छ नि त, उता इलाम भयो, झापा मोरङमा भयो, उताबाट आउनु धेरै टाढाको मान्छेहरूलाई चाहिँ मेन चाहिँ उहाँहरूलाई दिनुपर्छ जस्तो लाग्छ नि। अब हामी नजिकको मान्छे त म प्रायः अरू बेला अरू मेरो भ्लगमा पनि भनिरहेकै हुन्छु, खाजा चाहिँ म प्रायः खाजा खाना चाहिँ खाइनँ नि त। खाना चाहिँ खाइन्छ है आज, किनभने धेरै टाढो उकालो माथि निस्केर फर्केर भरे फर्किने बेला काम सकेपछि फर्किने बेला हामी चाहिँ खाना चाहिँ खानु नै पर्छ। यो बोकेको खाजाले चाहिँ भरेसम्मलाई जङ्गलसम्मको लागि मात्र काम दिन्छ, त्यही भएर खाना चाहिँ हामी खाने हो। यसरी श्रमको अवधारणा चाहिँ गाडी गरेर झार्दै हुनुहुन्छ। अब हामीले जुन सक्ने त्यही बोक्ने हो। आज चाहिँ मैले गैँती बोक्ने निर्णय गरेँ। अस्ति चाहिँ बेल्चा बोकेको थिएँ भने आज चाहिँ एउटा बेल्चा र एउटा गैँती बोक्ने निर्णय गरेँ, किनभने अस्ति दुःख पायौँ क्या खाने नभएर। एकछिन यहाँ चाहिँ श्रमदानहरू सबैजना पर्खिन्छ एकछिन।
यता 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 आउनु अलिकति भान्जीहरू यता आउनु ल ल ल ल मसिनो नानीहरू आजको श्रमदानको तपाईँको श्रमदान भनेको चाहिँ देशको लागि हुने हो अर्का साम्पाङको लागि मलाई सघाएको होइन है कतिले चाहिँ भन्छ अर्का साम्पाङलाई किन सघाउनु त्यस्तो अनुहार पनि नपरेको बोली पनि नराम्रो भन्छ होइन मलाई कहाँ सघाएको मलाई होइन तपाईँहरू मेरो कोही पनि मेरो खेताला होइन मेरो बारी खन्न लाँदै गरेको होइन मैले है तर आज तपाईँले गर्ने पसिना बगाउने काम त्यो भनेको चाहिँ देशको लागि हो हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश सबै गाएको छैन बनाऊ यो देश वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने नमस्कार हाम्रो श्रमदानको टिटी सकेपछि चाहिँ हामी श्रमदान लागिसकेको छौँ लागि चाहिँ यसरी हिँड्दै हुनुहुन्छ यहाँबाट चाहिँ उकालो लाग्नु पर्छ उकालो लागिसक्यो अनि पछाडि पनि आउँदै हुनुहुन्छ ल हिँड्नलाई बाटो जाम म चाहिँ एक हातमा औजार बोकेछु हाम्रो उमा सिस्टर पनि आइसक्नु भएको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद थाक्नु भयो आमा थाक्नु भयो उमा सिस्टर वेलकम छ धेरै धेरै धन्यवाद तपाईँलाई होइन अब यो मेलो यहाँ आइपुगेछ नि त अब उहाँ कहाँ पुगिन्छ नि आज त ल हेर्नुहोस् साथीहरू बाटो चाहिँ यस्तै छ पाहाडको बाटो यस्तै हुन्छ एक दिन गाह्रो हुन्छ 2 दिन गाह्रो हुन्छ फेरि आउँदाखेरि यो सबै पास भइहाल्छ केही जस्तो हुँदैन यो बाटोको एक दिन मात्र आउनु साथीहरूले चाहिँ गाह्रो हुन्छ होला तर फेरि आउने साथीहरूले चाहिँ केही जस्तो लाग्दैन यो यहाँ चाहिँ 2 फिट खनेर पाइप 2टा छ भित्र हाल्नुपर्ने हामी व्यस्त छौँ पाँच बजी नै रात पढ्ने हुनाले छिटै छुट्टी गराउनु यता टिकटक कार्यक्रम पनि हुँदैछ सबैजना भेला भएर चाहिँ हाम्रो मेयर साहबले त्यो सजेसनहरू दिनुहुन्छ त्यसपछि चाहिँ हामी सिधै लाग्छौँ ओह्रालो अब हामी यताबाट हाम्रो बापुजी कहाँ हो यहाँ मानवजी अगाडि जानुहुन्छ उहाँ यो लाइन पनि के जाने कुराहरू एकदमै धेरै मुक्त मान्छे उहाँलाई हामी पठाउँदै जान्छौँ केही अन्य तपाईँको उसहरूलाई पठाउँदै जान्छौँ हाम्रो अवधार हामीसँग हुनुपर्छ होइन हाम्रो संस्कृति महाअभियान चलिरहेको छ हामी देश दौडाहामा छौँ यतिखेर तपाईँहरूले पनि आफ्नो छरछिमेकीलाई 4-5 जना छोरीमा पनि 5 जना चुनाव चिन्ह बाटो समृद्धिको बाटो चुनाव चिन्ह बाटो समृद्धिको बाटो 1 बन्छ 2 बन्छ 3 बन्छ श्रमदानले देश बन्छ हाम्रो देश बन्छ भन्ने मलाई चाहिँ सुन्दै भनेको हुन्छ तपाईँहरू पनि आउनलाई श्रमदानको सबैले श्रमदान गर्नुपर्छ है हेरेर मात्र हुँदैन यहाँ काम गर्न पर्छ ल गर्दा आउनुपर्छ लड्दै भए पनि
अगाडिको श्रमदानबाट फर्केपछि मेरो भुन्टे मेरो पुकुलो छोरो लिएर यसरी आउनुपर्छ। अब आउँदा सात कटिहाल्छ, रात परिहाल्छ श्रमदानबाट। अनि घर पुग्न लागिसक्यो, रात पर्यो। मेरो भुन्टे हिँड्नुहोस् त, यस्तो हुन्छ। त्यही पनि मलाई चाहिँ जान नै मनपर्छ श्रमदान। त्यसको निम्ति, यो माटोको निम्ति। फाइनली मेरो निवास चाहिँ आइसकेको छु होइन। थाकेर प्ल्याट्टै भयो। नानी कहाँबाट लिएर आउनुहुँदैछ भनेर सोच्नुहुन्छ होला। पहिलादेखिको मेरो भिडियो हेर्नुहुने, पहिलाको मेरो श्रमदान जाँदाखेरि मेरो भिडियो हेर्नुहुनेलाई थाहा छ। नानीलाई चाहिँ म सधैँ छोड्दाखेरि चाहिँ भाउजूकोमा छोडिरहेको हुन्छु। आज नि त्यस्तै भयो। अनि त्यही त फोटो दिन भएको कारणले गर्दा चाहिँ ढिलै भयो है। आउँदै रात चाहिँ परिगयो। नानीले त्यहाँ झरेर नानी लिएर फाइनली घर चाहिँ आइसकेको छु। अब फोटो भिडियोहरू चाहिँ होइन अब बनाइन्छ। यसरी थाकेर आएपछि सुतिहालिन्छ कि भोलि पनि अरू कामले व्यस्त हुन्छ। त्यसले गर्दाखेरि मेरो सम भ्लग डेली भ्लग चाहिँ नबनाउँदिनँ, तपाईँलाई थाहा छ। यस्तो गएकोहरू अस्तिको हप्ता गएकोहरू पनि मैले भिडियो मात्र बनाइरहेको छु। एडिट गरेर हाल्नु चाहिँ भ्याएको छैन। जोडेर टुक्रा बनाएको छु, जोडेर हाल्नु चाहिँ भ्याएको छैन। अब भ्याएसम्म चाहिँ म हाल्ने कोसिस गर्दैछु मेरो युट्युब च्यानललाई। खोलेर भिडियो नहाल्ने त्यस्तो सोच्नुहुन्छ होला। तर त्यस्तै मेरो पनि परिस्थिति छ, अवस्था त्यस्तै छ। नानी सानो छ, जिम्मेवारी धेरै छ ममा पनि। त्यही भएर चाहिँ सबैजनाले माया गरिदिनु होला मेरो युट्युब फ्यामिलीहरू। र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला। भयो भने चाहिँ अनि मलाई पनि जोस जाँगर चल्छ क्या भिडियोहरू हाल्ने, बनाउने। अब हेर्ने मान्छे भएपछि त हो जोस जाँगर चल्ने। म पनि नयाँ बोल्नु पनि कति आउँदैन होइन। कति कुराहरूमा मलाई बोल्नु पनि आउँदैन। जस तपाईँहरूले सजेसन दिँदै लानु होला। अब हुन्छ नि त। म चाहिँ अब पछि बुढेसकालसम्म पनि हेर्छु, मेरो नानीहरूले हेर्छ, मेरो नाता नातिनीले हेर्छ भनेर चाहिँ भिडियोहरू चाहिँ बनाएर हाल्नु मनपर्छ। कस्तो लाग्छ तपाईँहरूको सल्लाह सुझावको पर्खाइमा छु म चाहिँ। सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है।